माथि उठाउँछु जहाँ तपाईको उपस्थिति छ। म मेरो मुहारलाई माथि उठाउँछु जहाँ तपाईको उपस्थिति छ। मेरो हातलाई माथि उठाउँछु जहाँ तपाईको उपस्थिति छ। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई प्रशंसा। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई महिमा। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई प्रशंसा। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई महिमा। मेरो प्रार्थना माथि उठाउँछु जहाँ तपाईको उपस्थिति छ। म मेरो विश्वासलाई माथि उठाउँछु जहाँ तपाईको उपस्थिति छ। म मेरो प्रार्थना माथि उठाउँछु जहाँ तपाईको उपस्थिति छ। म मेरो विश्वासलाई माथि उठाउँछु जहाँ तपाईको उपस्थिति छ। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई प्रशंसा। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई महिमा। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई प्रशंसा। अनि कराउँदै म गाउँछु हे परमेश्वर तपाईलाई महिमा। हे परमेश्वर तपाईको ढोकाअघि उभिन्छु म। तपाईले मेरो आवाज जबसम्म सुन्नुहुन्न। परमेश्वर तपाईको ढोकाअघि उभिन्छु म। तपाईले मेरो आवाज जबसम्म सुन्नुहुन्न। साँच्चै प्रभु तपाईँ प्रेमिलो तपाईँ महान ठुलो धन्यवाद दिदर्छु। साँच्चै प्रभु आज हाम्रो मुहारलाई तपाईँ माथि उठाउँदछौँ जहाँ चाहिँ प्रभु तपाईँको उपस्थिति छ।
यस समय हामी शान्त रहनेछौँ अनि यस समय चाहिँ हाम्रो परमेश्वरको त्यो दुःखहरूलाई सम्झिनेछौँ कि उहाँले चाहिँ हाम्रो पापहरूको निम्ति चाहिँ अनि उहाँले कति पीडाहरू सहनुभयो। आज ती सबै कुराको चोटहरूलाई यस समय हामी स्मरण गर्नेछौँ। आज ती दुःखहरूलाई सम्झिनेछौँ। ओ येशू हाम्रो परमेश्वरलाई ताली बजाएर धन्यवाद दिनुहोस्। प्रभु तपाईँलाई धन्यवाद। जीवित तपाईँ जिउँदो परमेश्वर, तपाईँ सिंहासनमा विराजमान, तपाईँ सर्वोच्चका परमेश्वर भगवान, तपाईँलाई समय धन्यवाद दिँदछौँ। आजको सुन्दर समयको निम्ति प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आज सुन्दर मौका अनि अवसर हामीलाई दिनुभयो तपाईँको महिमा तपाईँको प्रशंसाको निम्ति। ओ पवित्र परमेश्वर तपाईँलाई धन्यवाद भन्दछौँ। प्रभु हामी जतिजना यहाँ प्रभु तपाईँको उपस्थितिमा आएका छौँ, हामी जतिजना प्रभु आफ्नो हृदयहरू खोलिकन प्रभु तपाईँलाई महिमा आदर इज्जत तपाईँलाई चढायौँ। प्रभु तपाईँको सामु हामी टक्राउँदछौँ। तपाईँ महान परमेश्वर, आज हाम्रो आराधनादेखि तपाईँ खुसी हुनुभएको होस्। आज हाम्रो सबै आराधनाका भेटीहरू प्रभु तपाईँको सामु ल्याउँदछौँ। तपाईँ महान परमेश्वरले ग्रहण गर्नुहुनेछ भन्ने हामी विश्वास गर्दछौँ। तपाईँ आदरको योग्य, प्रशंसाको योग्य परमेश्वरलाई धन्यवाद दिँदछौँ। यो समयको निम्ति सबै कुराको निम्ति प्रभु तपाईँलाई धन्यवाद दिँदछौँ। हाम्रो यी सबै भागहरूलाई प्रभु तपाईँको हातमा राख्दै प्रभु बाँकी समय पनि प्रभु तपाईँको हातमा राख्दछौँ अनि आदर इज्जतमा प्रभु तपाईँलाई चढाउँदै येशू प्रभुको नाममा आमेन।